2083 साल वैशाख महिनाको 18 गते आज चाहिँ उभौली पर्व, किराँतहरूको महान चाड उभौली पर्व परेको छ। त्यसको लागि हाम्रो निर्माणाधीन सुन्तले माङखिम अथवा साकेन्वा थानको आज हाम्रो चुला राख्ने काम र हाम्रो लुङ राख्ने साकेवा लुङ राख्नेको हाम्रो आज कार्यक्रम छ। आज हाम्रो सङ्खुवासभावासी हाल मोरङ बेलबारीमा बस्नुहुने लीला मेवाहाङ आउँदै हुनुहुन्छ। हाम्रो मुन्धुमी उहाँ आउँदै हुनुहुन्छ। त्यसको लागि हाम्रो चाहिँ तयारी हुँदैछ। यो चाहिँ हाम्रो ठ्याक्क सुन्तले खेल मैदानको ठ्याक्क एक कालामासतिर छ। यहाँ हाम्रो सरसफाइ कार्यक्रम सकेर अहिले यहाँ हाम्रो दाईहरू यहाँनिर दुना घाँसमा एक नम्बर दाजु यहाँ आउँदैछ भन्नु दुना घाँस्दै हुन्छ। विकास दाई हाम्रो यता पुकार मेवाहाङ, सुभाष मेवाहाङ, उपर हाम्रो ढाका मेवाहाङ हुनुहुन्छ। म प्रितम मेवाहाङ। अहिले यहाँ हाम्रो काम हुँदैछ। यहाँ हामीले सरसफाइ गरेर चाहिँ अहिले हामीले चुला राखिसकेको छौँ। चुला चाहिँ अब एकछिनमा मुन्धुमी आएपछि चाहिँ उहाँले मुन्धुमीले गरिदिनुहुन्छ, मुन्धुम गरिदिनुहुन्छ। अहिलेसम्म थोरै सुभाष सर भनिदिनुहोस् न यसबारे हाम्रो माङखिमको बास विषयमा। अब सबैलाई यो साके वा उभौली नेवाङ उभौलीको हार्दिक शुभकामना छ सम्पूर्ण दर्शकहरूलाई जहाँ जहाँबाट यहाँले हेरिराख्नु भएको छ। हामीले 2083 सालमा पहिलो प्रयास हाम्रो मेवाङहरूको माङखिम थान सूर्योदय नगरपालिका वडा नम्बर 11मा आज उद्घाटन गर्ने क्रममा छौँ। स्थानीय युवाहरू तथा वृद्धहरूको सल्लाहमा यो बनेको छ। यो एउटा चाहिँ युवाहरूको ठुलो इङ्गेजमेन्ट भेला ग्यादरिङ हुने अनि उहाँहरूको भावनाले बनाइएको छ। एकदमै राम्रो प्रयास कार्यक्रममा सफलता हुन लागिरहेको छ। आज यहाँहरूलाई पनि प्रितम मेवाङसँग जोडिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सेवा। धन्यवाद सुभाष सर। र यता चाहिँ हाम्रो यहाँ ढुङ्गा गाडेर लुङ गाडेर चाहिँ माथि पनि छेउमा रोपिसकेको छ। यसलाई चाहिँ हाम्रो साकेवा लुङ भन्ने गरेको छ नेवाङ भाषामा। र यता दुईवटा हाम्रो चिन्हहरू तयार छ र अरू सामग्रीहरू हामी जुटाइसकेको छौँ। चुला भइसकेको छ। यहाँ चाहिँ हाम्रो पुकार मेवाङ हुनुहुन्छ। उहाँले के बनाउँदै हुनुहुन्छ सोधिहालौँ एकचोटि। यो के हो? मक्सुकुम बनाएको हजुर। निचा यो मक्सुकुम अहिले चाहिँ हाम्रो सङ्खुवासभादेखि हाम्रो मुन्धुमी पुर्खा आइसक्नु भएको छ। हाल बेलबारीबाट आउनुभएको उहाँ चाहिँ वासिङ हुनुहुन्छ, लीला मेवाहाङ। र यहाँ अब हाम्रो कार्यक्रमको सुरु भइसकिसकेको छ। अहिले चाहिँ यहाँनिर हाम्रो गाउँबाट टाढा टाढादेखि पनि आउनु भएको छ। पाहुनाहरू आउने क्रम जारी छ। र अब यहाँ हाम्रो मुन्धुमको काम सुरु हुन लागेको छ। यहाँनिर चाहिँ हाम्रो पुरै हुन्छ एउटा इँटा चाहिँ हिजो हाम्रो नभ्याएकोले गर्दाखेरि आज चुला पूजाको लागि चाहिँ हामीले चाहिँ तयार गर्नको लागि आज हाम्रो उभौली पर्व परेकोले गर्दाखेरि त्यसको लागि चाहिँ हामीले यो तयार गरिसकेका छौँ। अहिले चाहिँ हामी यहाँनिर चावा पूजा गर्नको लागि, चावा भनेको हाम्रो देवीको पूजा हुँदो रहेछ, देवी भूमि पूजाहरू हुँदो रहेछ। त्यसको लागि हामी प्रस्थान गर्दैछौँ। यहाँ हामी पुर्खाहरू सहित हामी चाहिँ पर लाग्दैछौँ, जाँदैछौँ। यसमा म पनि छु, प्रितम मेवाहाङ। आजको भिडियो बनाउँदैछु। अहिले चाहिँ हामी यहाँ चावा पूजाको लागि हामी काँस्रे धारामा हामी आइसकेको छौँ। अहिले चाहिँ यहाँनिर हाम्रो काम सुरु भइसकेको छ। राम्रो बस्छ नि त। लु अहिले चाहिँ यहाँ हाम्रो चावा पूजा हुँदैछ। यहाँनिर हाम्रो सुभाष सर, सुभाष मेवाहाङ, पुकार मेवाहाङ, चन्द्र चामलिङ, दीपक मेवाहाङ, गोविन्द सुब्बा,
हाम्रो लीला मेवाहाङ उहाँ चाहिँ सङ्खुवासभाबाट हुनुहुन्छ, ढाका कुमार मेवाहाङ, विकास मेवाहाङ, रोहित मेवाहाङ, सुभाष मेवाहाङ। अब उहाँको नाम चाहिँ ठ्याक्क थाहा छैन, खरिकाला भन्छ हामी चाहिँ, उहाँ पनि मेवाहाङै हुनुहुन्छ। अनि विमल मेवाहाङ, सिन्दुर लगाएको यताबाट चढ्नु सेलेबी पो पश्चिम देश मेवाहाङ में गौ विधानी सुन्तले हमने जदा को चारी पानी में चढ़ा दिनु चारी कुआं हमने रुगा रुगा ओके आइजा मार्की दिदी बहिनीहरू राम्रो छ है। सम्झेर लाउनु सबैले सम्झेर एकदमै चाहिने बेला पानी दियोस्, तिर्खा मेट्दोस्, तर भलपर नहोस्। यो हाम्रो भनेको एकदमै सुन्तले चावा अहिले चाहिँ हाम्रो यो सिमसारको पूजा गर्नुपर्ने भएकोले गर्दा हाम्रो यसको नाम चाहिँ हामीले सुन्तले चावा भनेर राखेको छौँ। सेवाफो अहिले चाहिँ हामीले चावा पूजा गरिसकेर हामी यहाँबाट फर्किँदैछौँ। अब पर माङखिममा हाम्रो पूजा छ। सेवाफो चावा पूजा गरेर चाहिँ सुन्तले चावाबाट पानी लिएर यहाँ हाम्रो माङखिममा चढाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ लिएर आउँदैछौँ। मुन्दुमीहरू हाम्रो चावा पूजा गरेर फर्किनु भएको छ। यतिखेर चाहिँ अब यहाँ हाम्रो माङखिमको पूजा गर्ने पुज्ने अब कार्यक्रम हुनेछ। सब ठिकै छ, त्यो ठिक छ, यो ठिकै छ। अब हजुरले गर्नुपर्ने कुरा यसो अब यही त गर्नु, तपाईँ जानुपर्ने त एउटा भोग गर्नुहुन्छ होइन। अब यो प्रडक्ट चाहिँ अब किनभने अब एकछिन आएर यहाँ तपाईँहरूको त्यो कारणबाट अहिले चाहिँ उहाँले गर्नु उहाँले पछि है दुईटा अब कति सालमा अथवा घर लौरीले ल्याउने हो कि यस्तो पनि छ नि हाम्रो चाहिँ घर लौरी जति गर्छौँ सबैले एक एकवटा भाले लिएर चढाएको अब यो उधौलीदेखि चाहिँ हामी त्यसै गर्ने पोथीले गर्ने काम गुरु। अब पोथीले गर्दा चाहिँ अब अहिलेसम्म चाहिँ हाम्रो पुर्खाले यसलाई पोथी भन्छ भाले भन्छ भाले पोथी दुईटा तर खमाउन चाहिँ भाले चाहिन्छ पोथी नै खमाउनु गर्छ त्यो तपाईँहरूको होला कोहीहरू हाम्रो चेली कोही खमाङमा लगाउँदैन पनि त्यस्तो पनि भन्छ बालातिर छ नि हाम्रो कृष्ण सरहरू तेमराहरू उहाँले लाउनुहुन्न उहाँले अनि त्यस्तो पनि छ आफूले पहिला जस्तो तरिकाले त्यस्तै गर्दा जाँदा हुन्छ होइन। चाहिने भने हामीलाई कुखुरा हो, पोथी भए पनि भाले भए पनि भयो। यो अघिको कुरा सुन्नुभयो नि घर लौरीको नेक्स्ट इयर मङ्सिरमा अब उधौलीमा अनि कति वर्षमा यसलाई हामीले मान्ने भन्ने कुरा छ होइन। सुँगुर पनि त्यो त गर्छौँ उहिले हाम्रो पुर्खाहरूले त झन् कुरुली गाई चढाउँछ अहिले त मारिहाल्छ जेल लगाइहाल्छ। अब सुँगुर त पाइयो होइन सुँगुर त पाइयो। अब गोरु गर्दा त अहिले झन् कानुन लगाइदियो जेल जानु परेको। सुँगुर त पाइयो नि त सुँगुर पाइयो
कति वर्ष बुचा पनि तपाईँहरूको विचार हो हुने पनि विचार हो 5 वर्ष कुन लगाउने 7 वर्ष होइन त्यसो भनेको बुच्चा लगाउने हो लाएर गरे पनि सालीले सुँगुरेर गर्नु पर्यो एक दिन चाहिँ सुँगुर भन्दैछ कति वर्ष अब 5 वर्षमा चढाउने 7 वर्ष 5 वर्षमा चढाउने 2 वर्षमा 1 वर्षमा तपाईँहरूले 2 वर्षमा मैले जोडी बनाउँछु 3 वर्ष एकदम सही अध्यक्षज्यू यहीँ हुनुहुन्छ अनि कति घरहरू त किनिहाल्छौँ अब उतापट्टि अलि उँभोपट्टि अब पिसेको चामल र अदुवा लिएर पकाएर खुवायो भने नभए एकै ठाउँमा मिसाउने 2 ठाउँको यता र उता 2 जग्गा भएर हाल्नु त्यो 1 महिना चामल जाँदा अहिले चाहिन्छ र दाजु फेरि अहिले चाहिँ हामीले यहाँनिर हाम्रो सफा गर्ने काम भइरहेछ आजदेखि मतलब हाम्रो नारायण गरी है आजदेखि हाम्रो खमामा रोपेको बेला भाइ खमादिमाले हाम्रो भाषामा सरसफाइ गर्दैछ यसको नाम के भएछ भने यिनको अब सुन्तले भएको छ सुन्तले चावा सुन्तले चावाको आजदेखि अनि यो अब उठाइदिनु त सिर अब खोइ भाले ल्याउनु म हान्छु भाजालाई झ्याप्पै चढाइदिनु तपाईँहरू पनि के ल्याउनु एकछिन भाले निस्केको छैन है हजुर अनि भोरेर चाहिँ सबैले बाँड्नु त्यो चाहिँ हो अब यसलाई नि हामीले एउटा भाले मात्र लगाउनु मैले अघि सकेको कुरो भाले मात्रै हो हाले मात्रै सरीदेखि चाहिँ हामीले घर धुरी लिएर आएको छ जतिवटा पनि लाउनु मिल्ने रहेछ नि हुने पनि लाग्छ सुँगुरको बुचाम लाग्छ तपाईँको यो बिजली बिजली साल लाइनमै भित्र खेती गर्ने त्यो खेती गर्ने सुकीले यो गर्नु अब यहाँ जुडी पनि छ नरप्पा यो चाहिँ बाहिरको यो बाहिरको विकास तिमीले अरूले पनि बाङालाई पनि दिउ तुलसीले कोही इलामले सुन्तले चावा फोटा कुब्याउन यो चाहिँ तुलसीले राखिदिउँ है नाम जेठो किनभने यसको नाम पनि हुनु पर्यो नि तुलसीले अनेको एमा युटाने को लोकवा चुता कुबी सिने ताना माङफौ कुबी सुन्तले माङफौ अन लगाउँदै जान्छु सुरुहरू इसिने त गाउँ गाउँ आबी त मेवाङबे युक्छामी होला सक्छामी मे होला कुबी वाछेङबे होला त कुबी आम्ने मान भाव पेटमा त कुबी आना इसिने त कुबी आना माङफो सुन्तले चावा चारी फो त इलाम्बी त आम्नीको कुबे एक कुएन तुपसिरी फो अनि त सय पोकीका फो रिडी पपमा फो सय पपमा फो त आम्ने कुबे खोइदी चढाउनु न तिर्खाइ सको छिटो गर्नु त आना को खमादिमा नि मान भाव पेटमा फो त खमादिमा त आना हेङमा दिमाने अनि माने पुरै लगाउनु के हुँदैन सबै गोजीबाट पा स्याखोङ बिछोने मान भाव पेटमा फो सबै गरेको छ छुट्टिङा गाउ कुबे मेवाङले छुट्टिङाको इलामले आम्ने मान भाव भो सामलिङ पनि हुनुहुन्छ है पान्ता पनि हुनुहुन्छ त सलुमा पलुङमा टोपमा फो कुबियाने त जन्मा कुबिसिन ताको इलाम बितामनेको त कुबी थोक्लुङ फो त कुबियाने थोक्लुङ फो त आम्ने त
खमा देवानी मान भाव पिपमपता आम्नीको वाने आम्नीको को वाने आम्नीको मान भाव पिपमपता वादिन भन्यो वादिन पनि ल्याउनुहोस् वादिन वादिम चाहिँ अन्डा चाहिँ कुबे ता होली खम पाली खम्मी धानी पोता हमको कुबे आना चावा चारी आने सुनताले चारा चारी कुबे आना चिर खम्मे खम्मा सोखा पुरी बोक्सा पुरी ने तपे पिपाको कुबे सत्य हमनीको मान भाव ने हमनीको कुबे पश्चिम देशिङ ने आने कोही छिसाला पास्ता कलानी कुबे आना ता कुबे ता हमनी भो कुबे ज्यादा यता आना कुबे आना तुपसिरी भो कुबे आने मेवाङ गाउँ राबी ता हमनीको सोखापुरी हिलापुरी कुबे असिना पानी भी रुगा खोकरी हर्जा मार्किने देशन मेसने हमनीको खडा नि फोता हमनीको त कुबे बोक्सी दाइने खडा नि फोता हमनीको सत्य आना चिर खाङमु फोता हमनीको कुबे को कोंगा पखने रिचिला फो ता सब पोखा बक्सिला फोता हमनीको सिना पोखा दियो प्लाफो पश्चिम देशिङ ने हमनीको मान भाव ने हमनी कुबे त जदो यता आना सत्य साँचिलो फोता हमनीको को चिर खाङमु हे खोइ पातलो अब फेरि रक्सिने चिर खाङमु को कुबे आना पात सिंगो हेर्नु पर्छ पात एउटा ल्याउने बेला सिंगो हेर्नु पर्छ आज सत्य आना कुबे आना मान भाव पे फोता हमनीको त यो चाहिन्छ हिवा जानु जदो यता कुबे लु लैजाऊ अहिले चाहिँ हामीले तुपसिरी लुङको हामीले यहाँनिर पूजा गरिसकेको छौँ अबेर फुल फलेको सबै गरेर चाहिँ हामीले गरिसकेको छौँ अब हाम्रो पालो भनेको भित्र चुलाको पूजा हुन्छ अहिले चाहिँ हामी यहाँ चुला पूजा गर्ने काम भइरहेको छ यहाँ चाहिँ हाम्रो यहाँनिर चाहिँ हामीले दखिया बनाएर राखिसकेको छौँ ताची यो चाहिँ ताची भयो यो त मामा पापा भयो यो एउटा मैले तपाईँहरूले एकै बोलाउनुहुन्छ होला होइन हामी अर्कै तरिकाले बोलाउँछौँ नाम फरक अलग होला होइन हामी चाहिँ अब तर यो सबै तरिकाले गर्न मिल्छ होला नि त तरिका त एउटै होला नि त बाटो त होइन जुन चाहिँ तोकेर ल्याइएको छ त्यसकै नाम चाहिँ बोलाउनु पर्यो लास्टमा यसमा तपाईँले रीति गर्नु भएन होला रोको लिएर जानुपर्छ र खमाले तो आजदेखि घरतीबाट मान्छेको हातमा आइसक्यो भनेर भन्नु पर्यो बाँकी छ शिर उठाउने यो अब शिर उठाउनु अब डोकोबाट त लियो होइन अब यसलाई चाहिँ अब रक्सीले अथवा तपाईँले आफ्नो तपाईँको तरिकाले भन्नुहोस् मेरो तरिकाले हामी भन्छौँ कसो होला ल त्यो चलौँ होइन तर कुनलाई बाबु कसलाई आमा र पाहुना हाम्रो चाहिँ के थियो भन्दाखेरि यसले चाहिँ हाम्रो तामाङ हेर्ने यसले यता हेर्ने यसले समाज हेर्ने त्यसो भए बाबु चाहिँ कुन मान्नु यसलाई बाबु भयो यसले मक्सुकुम हेर्ने त्यसो भए यहीँबाट यसरी हान्नु पर्यो हाम्रो दुईटा चाहिँ सक्यो अब एउटा बाँकी छ ल होइन हाम्रो चुलाको पूजा हुँदैछ अहिले चाहिँ खै भन्न सकेको छैन अहिले एकछिनमा सकेपछि हुन्छ सकेसम्म हामी चाँडो आउँछौँ यसले समाज हेर्ने मक्सुकुम हेर्ने भनेर हामीले सोचले चाहिँ हाम्रो गोबी चिनी छाहरूसँग राखेर चाहिँ त्यसरी गाड्यौँ होइन अब यसको विधान चाहिँ अब यो कसरी लु अब रक्सीले मात्रै पहिले सय उठा केही चाहिएन रक्सी मात्रै होइन नलगाउने भरे मात्रै यसको चाहिँ उ गरे एमा एउटा नि अनि त
또 로카주 우니다 고비 아바이니 아나 또 고비 안에 미나비 암니 고다 숲돌롱미 동날롱미 따니 고비 안에 빠칼롱포 아나 빠빠비 아바이다 아나 마칼롱다 아나 다 딱롱마다 고비 선멜롱미 암니 고다 고비 하나 암니 사야 뽀가에다 고비 짜수미 가르비 약도에 고비 둥아에 앵마니 만바우핏마에 다 고비 안에 숲돌롱 동말롱미 암니 포 고비 안에 매왕 다 일람비 아나 순달에 자리비터 좀 띵하다 암니 사야 뽀기다 포 यो भयो लु अब खमाउनु अहिले चाहिँ हाम्रो चुला पूजा गरेर सकिसकेको किनभने उसलाई रिसाएर ल्यायो नि त अनि शिर उठाइदिएको शिर खानुपर्छ अरे हामीले लिएर त यसको नाम त अब के नाम त अब आफ्नो आफ्नो बनाउ न आफ्नो भन्नुहोस् है वाछ्याङ भन्छु कुबियाने त पाँचा खङमानु सभा खङमानु पो त कुबियाने त छुट्टिङा इलाम्बी आम्ने गाउँ राबी मान भाव पिटमा है कुबियाना खमाङबी तामने हो पिताने तामने खोम्बे बेदारी खोप्पे सुनारी खोप्पे मान भाव पिटमा त कुबियाना त को पोङापा ताने पोङापाने आम्ने मान भाव पिटमा पो तामने को कुबे अने को टेम्बरा हैन लक्षवा आफ्नो आफ्नो भन्नुहोस् है अनि त ताम्ने सायपोकमा फोताम्ने रिपोपमा त गाउँ राबे त खमामी ताना इसिने ताना त कुबी गाउँ राबे ताम्ने मान बाबे त गाउँले मानेको भनेको है मान्डे पेटमा फो भाउ पेटमा फो त छुरी आलु पुरी आलु सानी फो त बोक्सा पुरी छोडा पुरी ने तप्ते पेटमा फो सोक्सिया मारिए ने तप्ते पेटमा फो कुबे आम्नी को त कुबे छिसालो तालु बे त खडानी को कोयमा माया माम्नी सरी माम्नी आम्नी को तप्ते निलो त को गौरा भी त मान भाउ पेटमा है कुबे को पोङा पाने सते आना पोङा पुङ फौ दे पोङा फो त आम्नी एक साले दुई साले त आम्नी को मान भाउ पेटमा त जरुरी हैन त सत्य साँचिलो भौ कुबे त गाउँ गौरा भी त कुबे होल पाइर आसिने पानी रुगा देशन ने आम्नी को त सुगर मलाई भनै सब त्यो जदो एउटा यति मानेको छ लु तपाईहरुलाई चाहिँ आज बेला काको झर्यो हुन्छ अहिले चाहिँ हाम्रो चुला पूजाको काम र यहाँ माथि हाम्रो अब चाहिँ अहिले हाम्रो यहाँ चुला चुला पूजा गर्ने बेला हुँदैछ। अहिले चाहिँ यहाँ हाम्रो अनि यहाँ चाहिँ हाम्रो खमामा दिमामा बाँड्ने काम भइरहेछ प्रसाद स्वरूप। आखिर तब पिपमा पो कोबी सोखापुरी हिलापुरी सोक्सिया मारियर तब पिपमा पो दाना खिचिला मिचिले कोबी आने आखिर जाइने बोक्सीपुरी छोडापुरी ने अनुसार भन्नु नि बौ कोबी त कोबी आने अब एकचोटी नि लास्ट अब त लास्ट एउटा अब स्याग्ने बिछुने मान बाप पेटमा त खाना चम्ने दिङा चम्ने
सुन्तले कुवा फोता आम्नीको सुन्तले चावा चारी कुवा फोता आम्नीको सुन्तले चावा सुन्तले वाली खाली कुबे अरा त जदो यता आम्नी मान भक्तिमा भौ कुबे अब यसो गर्नु सबै जम्मै लगाइदियो भित्र दुईजनाले यता यसो घुमाउनु न घुमाउन यसरी त कुब्यान होइन चुहाउँदै ए म अहिले व्यस्त चौने मात्रै हो त्यसरी एकछिन पछाडि एकछिन अब सबैमा हाल्नु पर्यो तबाको लुकाना कुब्याने थाबे पनि पनि आँखेमा भौ कुब्याना हो त्यसो चाहिँ के भनेदेखि नि यो चाहिँ कुबे भने के रहेछ हजुर सुकुम यो मक्सुकुम यो लुम पूजा है यो चाहिँ माक्सुकुम यो चाहिँ अनि हाम्रो चुलाको पूजा र अहिले हामीले सकिसकेको छौँ अब यस पछाडि हाम्रो भनेको अब सिली नाच्ने कार्यक्रम हुन्छ अहिले चाहिँ हाम्रो यहाँको पूजा सकिसकेपछि हाम्रो तल अब सिली नाच्नेको थान पूजा गर्नको लागि हामी जाँदैछौँ प्रस्थान हुँदैछौँ यहाँ चाहिँ हाम्रो सानो नानीहरूले चाहिँ फुल लगाएर सजाइसकेको रहेछ ठुलो धन्यवाद अब हाम्रो भनेको छ यसको खमाउमा बिचुक अनि चामल के भन्छ अक्षता लिएर आइसक्नु भएको छ र यहाँ चाहिँ अब पूजाको लागि यहाँ उपस्थित भइसक्नु भएको छ यो अब सबै पुर्खाहरूले लगाउँछ एकछिन ल एकछिन है तपाईँ पनि उहाँ चाहिँ काका तारा पुग्ने आम्नीको त सया हो कुबे आने बखम सया पाउ धरती आने धेरै डिफाउ हो नि कुबे आने इकामी एकामी मेवाङ गौरा गौरा भित आम्नीको तको तकुबे सबै लागि आम्नीको थान हो कुबेको आने अब यो सया बुङ्गो बुङ्गो को त कुबे बजाइदिउ न एकदम कुबे आने च्याब्रुङ महत्व ताको ताको सम्हाल्ने ताम्नेको ताकुबे कुनै ताम्ने यातुङ बजिको चढाउनु लाउनु नि हैन तपाईले यहाँ लाउनु चढाउनुहोस् न नाच्दा भयो हजुर निरन्तर गरौँ र मन्दिरमा पुर्याउँछ यहाँबाट नाच्दै अहिले चाहिँ हाम्रो यो मन्दिरमा अहिले चाहिँ हाम्रो पूजा गरिसकेपछि हाम्रो दाहिनेपट्टि घुम्दैछौँ आज चाहिँ प्राय सबैजना उपस्थित हुनुभएको छ अब यो हाम्रो कार्यक्रम सकेपछि प्रसाद वितरण गर्ने कार्यक्रम हुन्छ त्यस पछाडि हाम्रो 1 दिवसीय फुटबल वान डे फुटबल कार्यक्रम छ हाम्रो पसल पनि छ पसल ए होइन हुन्छ
अहिले चाहिँ हाम्रो वाह बाबुरामले तयार पार्दैछ। यसको अब वाको वाचिपा भन्छ, त्यो चाहिँ अब सबैजनाले प्रसाद ग्रहण गर्ने हो। बाबुरामको वाहन यहाँ चाहिँ हाम्रो वाचिपाको लागि प्रसादको लागि तयार हुँदैछ। यहाँ हाम्रो पूर्ण चामलिङ उहाँले तयार गर्दै हुनुहुन्छ। हेलो नमस्ते सेवाको उहाँ श्री लालबहादुर मेवाहाङ हुनुहुन्छ। यो साकनवाथान बनाउनको लागि उहाँले जग्गा उपलब्ध गराउनु भएको छ, दान गर्नुभएको छ। धेरै धेरै धन्यवाद उहाँलाई। उहाँ चाहिँ मेरो बुवा हुनुहुन्छ। त्यसै गरी आज हाम्रो उभौली पर्वको लागि साउन्ड सिस्टम उपलब्ध गराउनु हुने हाम्रो आरम्भ युवा समाज हाम्रो संयुक्त टोलमा रहेको छ। उहाँले चाहिँ हामीलाई यो सहयोग स्वरूप दिनुभएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। साथै हाम्रो यो माङखिम निर्माणको लागि आर्थिक रूपमा सहयोग गर्नुहुने, निर्माण सामग्री दिएर सहयोग गर्नुहुने र श्रममा सहयोग गर्नुहुने सम्पूर्णलाई एकमुष्ट धन्यवाद र यसरी नै सहयोगको अपेक्षा पनि गरेको छौँ हामीले। खुसियालीमा चाहिँ म आज यो संस्थाको केही काम सहयोग पुगोस् भन्नको लागि यस साकेला निर्माण समितिको केही कामहरू बाँकी नै रहेछ। म आफ्नो तर्फबाट अध्यक्षज्यू ढाका राईलाई चाहिँ म रु 1000 प्रदान गर्दैछु। उहाँलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद। अहिले चाहिँ हाम्रो यहाँ वाचिपा बन्ने काम भइरहेछ। कुखुराको पुलाउ भनौँ न बन्ने काम भइरहेछ। हाम्रो मेवाङ वेशभूषामा हाम्रो अनु बुहारी र यता बिना तामाङ हुनुहुन्छ, तर मेवाङ सम्मान गरेर मेवाङ हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो कृष्ण मेवाङ हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो मेवाङ सिली भइरहेछ। यो हाम्रो मेवाङहरूको जम्मा सिली चाहिँ हाम्रो 16वटा सिली छ। त्यसमा धेरै खालको सिलीहरू छ। ल अहिले चाहिँ हाम्रो सिली नाच सकिसकेको छ। अब यस पछाडि हाम्रो पर्मेजुङ जाने हाम्रो चाहिँ कार्यक्रम छ। पर्मेजुङमा पनि आज उद्घाटन कार्यक्रम, मेवाङहरूको माङखिम उद्घाटन कार्यक्रम भएकोले गर्दाखेरि आज त्यता जाने हाम्रो छ। गाडी रेडी भइरहेको छ, रेडी छ। सङ्खुवासभादेखि आउनुभएको, हाल बेलबारीमा बसोबास गर्दै गर्नुभएको लालबहादुर मेवाहाङ उहाँलाई लगेर जानुपर्ने पर्मेजुङमा। त्यस कारणले आजको लागि सुन्तलेमा भइरहेको हाम्रो यो खेल मैदान र सुन्तले माङखिममा भइरहेको हाम्रो यो कार्यक्रम अहिलेलाई हामी चाहिँ उता पर्मेजुङतिर जान्छौँ। कार्यक्रम चाहिँ अब यस पछाडि हाम्रो वान डे गेम हुँदैछ। सबैजनालाई शुभकामना छ 2083 सालको उभौली पर्वको र उपस्थित हुनुभएको सम्पूर्णलाई धेरै धेरै धन्यवाद। मलाई भन्न मन लागेको कुरा चाहिँ हाम्रो माङखिम परिवारभित्रका हाम्रो बडीहरूले चाहिँ हरेक हामीले सङ्घर्ष गऱ्यौँ न। हजुरहरूले यति साथ दिनुभयो, यति साथ दिनुभयो। रकम सङ्कलनको बेलामा हामी जाँदाखेरि यति आदरणीय हामीले पेपर पायौँ, यति आदरणीय सुमधुर शब्दहरू पायौँ। फेरि पनि गइरहँ, फेरि पनि जाइरहँ, दोहोऱ्याइ जायौँ। रातमा पनि गयौँ, साथमा पनि गयौँ। उहाँहरूको आदरणीय व्यवहारबाट यति आभारी हामीले पानी झरी आए पनि त्यसै पनि हामी प्रकृति प्रेमी, हामीले सकेसम्म उहाँलाई मनैदेखि स्वागत गरेका छौँ। र अब साकेला नृत्यको लागि हामीले हाम्रो पाहुना कलाकारहरूलाई स्वागत गर्दैछौँ। अहिले चाहिँ हामी पर्मेजुङमा आइपुगेको छौँ र हाम्रो सुन्तलेबाट आएको
हाम्रो नानी बाबुहरूले हाम्रो नेवाङ हाङछिली प्रदर्शन गर्न लाग्नु भएको छ। साथसाथै यहाँको नानीहरू भाइ बहिनीहरूले पनि अस्ति सिक्नु भएको छ। हाम्रै भाइ बहिनीहरूले सिकाउनु भएको थियो र उहाँहरू सँगसँगै एकैसाथ सिली गर्दै हुनुहुन्छ। सम्मानको प्रतीक स्वरूप यहाँ उपस्थित हजुरलाई पनि यता लाग्यो।